हेर्दा हेर्दै बल्छ कि बल्दैन भन्दा भन्दै टियु क्रिकेट ग्राउन्डमा आजको दिनमा 6वटा मध्ये 6वटै पोलमा फ्लड लाइटमा बत्ती बलिसकेको छ। इट्स मिन अब थोरै इन्जिनियरिङको कामहरू बाँकी रहेको होला होइन, थोरै इन्जिनियरिङको कामहरू बाँकी रहेको होला, केही मिलाउनु पर्ने होला त्यहाँ अरू पनि, तर बत्ती बलिसकेको छ टियु क्रिकेट ग्राउन्डमा भनेपछि एनपिएल जो हुन गइरहेको छ 17 नोभेम्बरदेखि आइसक्यो, हाम्रो मुखैमा छ है। अब कति घन्टा बाँकी होला तपाईँले यो भिडियो हेर्दै गर्दा। सो यो एनपिएल फ्लड लाइटमा हुनेछ, 4 बजीदेखि म्याचेसहरू सुरु छ र आज हामी एनपिएलको बारेमा थोरै कुरा गर्छौँ र काठमाडौँ गोर्खाज भर्सेस जनकपुर बोल्ट्सको जुन पहिलो म्याच यो हाम्रो हुन गइरहेछ है सोमबारदेखि, र यो म्याचको बारेमा पनि हामी कुराकानी गर्नेछौँ है। अनिल शाह भिड्दैछन् करण केसीसँग है, र अनिल शाह भर्सेस करण केसीको यो म्याच कस्तो हुन्छ त? इमरान ताहिरलाई हामीले पहिलो म्याचमै फ्लेक्समा देख्न सक्छौँ भने काठमाडौँ गोर्खाजको तर्फबाट पनि आदिल आलम अन्सारीलाई हामीले धेरै पछि घरेलु क्रिकेटमा फिर्ता भएको देख्न सक्छौँ र पछिल्लो साल जनकपुर बोल्ट्सको जुन हिसाबको रन थियो र पछिल्लो साल काठमाडौँ गोर्खाजको जुन हिसाबको रन थियो, काठमाडौँ गोर्खाजले पछिल्लो सालभन्दा केही सुधारिएको खेल प्रस्तुत गर्न भने डेफिनेटली पनि चाहन्छ होला। भीम सार्कीको ब्याटिङ गर्न चाहन्छौँ है, र अरू पनि धेरै चिज यहाँनिर अब आउन गइरहेको छ। सो यही हिसाबले चाहिँ अब हामी यहाँनिर कुराकानी गर्दै जान्छौँ कि काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सको चाहिँ के कस्तो टिम हुनसक्छ र के कस्तो गेम प्ले चाहिँ काठमाडौँ गोर्खाज र जनकपुर बोल्ट्सले चाहिँ कस्तो स्ट्राटेजी लिएर खेल्न सक्छ भन्ने कुरा। सो गाइज जनकपुर बोल्ट्सको यहाँनिर स्क्वाड हेर्नुपर्दा चाहिँ लेट्स सी स्क्वाड हेर्नुपर्दाखेरि चाहिँ आसिफ शेख छन् विकेट किपर ब्याट्सम्यान एज वी अल नो, र उनले क्याप्टेन्सी पनि गरेका थिए, मेबी फाइनलमा क्याप्टेन्सी पनि गरेका थिए भनेपछि एउटा हिरो चाहिँ पाएको छ र आसिफ शेख नै थिए मार्की प्लेयर। पछि गएर अक्सनमा अनिल शाहलाई पाएको, तर अनिल शाहलाई क्याप्टेन बनायो जनकपुर बोल्ट्सले, त्यो अलग कुरा हो। सो लेट्स सी अनिल शाह हामी यहाँनिर देख्न सक्छौँ अनिल कुमार शाह, ललित नारायण राजवंशी, किशोर महतो, रूपेश सिंह, शुभ कंसाकार र तुलबहादुर थापा मगरलाई चाहिँ रिटेन गरेको थियो जनकपुर बोल्ट्सले भने यहाँनिर अक्सनबाट पाएको जनकपुर बोल्ट्सको खेलाडीहरूको कुरा गर्नुपर्दाखेरि चाहिँ मयन यादव, आदित्य मेहता है, विकास आग्री र सचिन भट्टलाई चाहिँ अक्सनबाट जनकपुर बोल्ट्सले पाएको थियो भने फरेन प्लेयर चाहिँ कस्तो ल्याएको छ त यहाँनिर अब हेर्नलाई थोरै जरुरी रहेको छ जनकपुर बोल्ट्सको तर्फबाट पनि है। जनकपुर बोल्ट्सले चाहिँ फरेन प्लेयर चाहिँ कस्तो ल्यायो भनेर हेर्नु पर्दाखेरि चाहिँ फोरेनमा हेर्नु पर्दाखेरि चाहिँ सञ्जय कृष्ण मूर्तिलाई ल्याएको छ भने निकोल लफ्टी इडन जुन नामेबियाको प्लेयर छन्, अलराउन्डर मान्न सक्छौँ, कुशल भुर्तेल जस्तै अलराउन्डर हो, बट कुशल भुर्तेल हाम्रो ओपनर ब्याट्सम्यान हुन्, उनको बलिङ पनि कुशल भुर्तेलकै टाइपको छ हामी मान्न सक्छौँ, तर उनी मिडल अर्डर र अलिकति लोवर अर्डरमा आएर फिनिसिङ रोलमा चाहिँ खेल्ने गर्छन्, त्यो हामीले बुझ्न जरुरी छ है त। लहिरु मिलान्था छन्, वेल पर्नेल छन् र इमरान ताहिर छन् है। इमरान ताहिर वाटा साइनिङ, इमरान ताहिर 46 वर्षका भइसके, बुढो भयो सबैले भनिरहेछन्, तर म त्यो कुरा मान्दिनँ। इमरान ताहिर बुढो भए पनि बुढो बाघ हो, शिकार गर्न छोडेको छैन, शिकार गरिन्जेल बाघ नै हुन्छ गाइस। किन भन्नुहुन्छ भने स्पिनर हुन्, फास्ट बोलर थिए भने 46 वर्षको अलिकति हामीले कन्सिडर नगर्न पनि सक्थ्यौँ, तर उनी स्पिनर हुन् भनेपछि राम्रो पर्फर्मेन्स अझै पनि हामी एक्सपेक्ट गर्न सक्छौँ। भने ट्यालेन्ट हन्टको पनि कुरा गर्नु पर्दाखेरि चाहिँ पप्पु यादव, भेरी क्युट नेम यार, पप्पु यादव छन् ट्यालेन्ट हन्टको तर्फबाट जनकपुर बोल्ट्समा। यो त भयो प्लेइङ स्क्वाडको कुरा, र स्क्वाडको कुरा गर्नु पर्दाखेरि काठमाडौँ गोर्खाजको पनि म तपाईँहरूलाई बताइ नै दिनेछु काठमाडौँ गोर्खाजले कस्तो खालको स्क्वाड ल्याएको छ भनेर। सो काठमाडौँ गोर्खाजको अलिकति यहाँनिर ओभरअल स्क्वाड हेर्नु पर्दाखेरि करण केसी क्याप्टेन, भीम सार्की, प्रतीक श्रेष्ठ, साहब आलम, राशिद खान, दिपेश कण्डेल रिटेन गरेको प्लेयर भए, र अक्सनबाट ल्याएको प्लेयर भनेको चाहिँ मोहम्मद आदिल अलाम अन्सारी, सन्तोष यादव, उत्तम थापा मगर, आकाश त्रिपाठी र तुलबहादुर थापा है त। तुलबहादुर थापा मगर प्लेयरहरू धेरै छन्, अलिकति नझुक्किनु होला है त। सो यसमा चाहिँ म तपाईँहरूलाई भन्न चाहन्छु तुलबहादुर गरेका कतिवटा प्लेयर छन्, म यहाँ काउन्ट गर्दैछु है त, मलाई इफ आइएम रङ प्लिज करेक्ट मी। र त्यो सँगसँगै यहाँनिर अब फोरेन प्लेयरको कुरा गर्ने हो भने है हेराल्ड एरास्मस नम्बर 1 फोरेन प्लेयर, र हेराल्ड एरास्मस कतिको कुन क्यालिबरको प्लेयर हुन् भनेर तपाईँलाई जान्न चाहनुहुन्छ भने चाहिँ तपाईँले एसोसिएट क्रिकेट हेरिराख्नु भएको छ भने चाहिँ हेराल्ड एरास्मसले कस्तो खालको क्रिकेट खेल्छन् भनेर चाहिँ तपाईँ त्यो कुरा थाहा पाउन सक्नुहुन्छ, र तपाईँलाई थाहा पनि छ होला है। र रिकार्डोलाई पनि ल्याइएको छ, रिकार्डो ल्याएको छ भने सन्नी पटेल है, नेपाली क्रिकेट ग्राउन्डको वान अफ द हिरो हुन्। पास्टको क्रिकेट हेर्नुहुन्छ भने तपाईँलाई थाहा छ होला, पुरानो हाम्रो नेपाली जति पनि लिग हुन्थ्यो सन्नी पटेल त्यहाँको हिरो हुन् है त। र बेन चार्सवर्थलाई पनि भित्राएको छ, र मिलन कुमार है त, वाओ मिलन कुमार
तपाईँले अहिले भर्खरको ओडिआई म्याचेसहरू हाम्रो हेर्नुभएको थियो भने तपाईँलाई थाहा छ मिलन कुमार कुन क्यालिबरको प्लेयर हुन् भनेर है। र जुन हिसाबले ब्याक टु ब्याक सेन्चुरी र हाफ सेन्चुरी लगाइरहेछन् ओडिआईमा, त्यही फर्म चाहिँ उनको आओस् भन्न चाहन्छु है त। र म जोन सिम्पसन पनि ल्याइएको छ एज अ विकेट किपर है त। र जोन सिम्पसनलाई पनि भित्र आएको छ काठमाडौँ गोर्खाजले एज अ विकेट किपर। सो अब टिमको बारेमा हामीले कुरा गऱ्यौँ। अब यहाँनिर अब हाम्रो चाहिँ अब यहाँनिर दुईटै टिमको चाहिँ कस्तो खालको प्लेइङ इलेभेन र कुन हिसाबको स्ट्राटेजीले खेल्न सक्छ भन्ने कुरा हो होइन। र यहाँनिर कुन कुन प्लेयरलाई चाहिँ रेस्ट दिएर कुन कस्तो खालको स्ट्राटेजीले खेल्छ भन्ने पनि यहाँनिर कुरा छ होइन। र ब्याटिङ लाइनअप के हुने छ भन्ने पनि कुरा छ। म काठमाडौँ गोर्खासको चाहिँ म अलिकति कन्फ्युजनमै छु कुन ब्याटिङ लाइनअपको साथमा चाहिँ यो टिम जान्छ भनेर है। र जोन सिम्पसनले के ओपनिङ गर्छन् कि मिडल अर्डरमा गएर खेल्छन्, र मिलन कुमार पनि वान अफ द मिडल अर्डर हुन्, उनले पनि ओपनिङ गर्न सक्छन्। इभन भीम सार्कीले पनि ओपनिङ गर्न सक्छन्, हेराल्ड एरास्मस पनि अफ द अर्डर खेल्छन् है। यसमा म अलिकति थोरै कन्फ्युजनमै छु। करण केसी तल आएर ब्याटिङ पनि सक्छन् र नो डाउट फर इज बलिङ। शाह आलन ब्रिलियन्ट लेफ्ट आर्म स्पिन, उनमा पनि कुनै पनि किसिमको क्वेसन छैन। दिपेश कर्णेलले स्पिनमा डेफिनेटली पनि हेल्प गर्छन् भने करण केसी र राशिद खानको जोडी हामीले फास्ट बलिङ गर्दै गरेको देखिन्छौँ भने अरू भनेको चाहिँ लेट्स सी है। तर फिल्डिङ पनि भीम सार्की हुँदाखेरि काठमाडौँ गोर्खासको पनि फिल्डिङ एक्युरेट हुन्छ भन्ने चाहिँ हामी आश गर्न चाहिँ सक्छौँ। हेराल्ड एरास्मस पनि वान अफ द ग्रेटेस्ट फिल्डर इन एसोसिएट क्रिकेट मान्न सक्छौँ। दिपेन्द्र सिंह ऐरी पछाडि, कुशल भिडतेल पछाडि है त। र अब यहाँनिर हामी जनकपुर बोल्ट्सको पनि कुन कम्बिनेसनको साथ खेल्छ भनेर भन्दाखेरि चाहिँ जनकपुर बोल्ट्सको टप अर्डर इज सेट है। किशोर महतोको मैले नाम लिएन यार अघि, किशोर महतो भने कि भन्ने, किशोर महतो छन् है किशोर महतो छन् है त। र जनकपुर बोल्ट्सको टप 3 इज सेट। आसिफ शेख है, आसिफ शेख इज देयर, अनिल कुमार शाह इज देयर एन्ड लुक गाइज लहिरु मिलान्था इज देयर। टप 3 इज सेट। सो त्यहाँबाट अरू कम्बिनेसन चाहिँ यहाँनिर बनाउन जरुरी छ जनकपुर बोल्ट्सको टिमले। सो अब यहाँनिर कुन कुन प्लेयरलाई खेलाउँछ र 4-5जना प्लेयर इज सेट है। रुपेश सिंह छन् अलराउन्डरको रूपमा एउटा, ललित नारायण राजवंशी डेफिनेटली इज देयर। ललित नारायण राजवंशीको स्पिन छ भने र फास्ट बलिङको लागि यहाँनिर रुपेश सिंहले पनि एउटा राम्रो फास्ट बलिङ गर्न सक्छन् भने ललित नारायण राजवंशी र इमरान ताहिरको स्पिन कम्बिनेसन वाउ यो कस्तो हुनेछ, यो पनि हेर्न लायक कुरा हुनेछ भने यहाँनिर धेरै कुरा छ है त। र इमरान ताहिर र ललित नारायण राजवंशीको स्पिन एट्याक, किशोर महतो एज एन फास्ट बलर, प्राइम फास्ट बलर र रुपेश सिंहले पनि त्यहाँ सपोर्ट गर्छन् भने अरू प्लेयरहरू पनि छन्। मयन यादवको अब यहाँनिर हामीले ब्याटिङ गर्न जरुरी छ। जुन हिसाबको क्लास उनले जय ट्रफीमा देखाएका थिए कि त्यस्तै देखिनेछ। र मिडल अर्डरमा हेर्नुहुन्छ भने लोफ्टी इडनले यहाँनिर एउटा राम्रो पर्फर्मेन्स गर्छन् र फायर पावरको अलिकति कता कता कमी यहाँनिर म देख्न गइरहेको छु है त। फायर पावर निकोल लफ्टी इडन बाहेक अरू कसमा छ जनकपुर बोल्ट्ससँग, त्यो अलिकति यहाँनिर इस्यु हुनसक्छ। तर जुन हिसाबले टप अर्डरले लास्ट सिजनमा देखाएको थियो, लहिरु मिलान्थाको जुन हिसाबको ब्याटिङ डिस्प्ले पछिल्लो एडिसनमा देखिएको थियो त्यही किसिमको देखियो भने त्यो डाउन अर्डरमा कोही पनि चाहिँदैन भन्न सक्छौँ। तर पनि कुनै म्याच हर साल एउटै हुँदैन। सो जनकपुर बोल्ट्सले पनि आफ्नो तयारी गरेको छ होला। मेबी वी वान्ट सम पर्फर्मेन्स विथ आवर है, हाम्रो देशको खेलाडी नि है, डोमेस्टिक खेलाडीबाट चाहिँ मैले पर्फर्मेन्स चाहिरहेको छु। मेबी हि क्यान बी रुपेश सिंह, उनीबाट राम्रो पर्फर्मेन्स आउन सक्छ। र अरू पनि है माथिल्लो सर्किटमा नखेलेका यहाँनिर जस्तो कि यहाँनिर सचिन भट्ट छन्, विकास आग्री है, आदित्य मेहता है, यो प्लेयरहरूबाट चाहिँ म पर्फर्मेन्स चाहन्छु। र त हजुरहरूलाई के लाग्छ प्लेइङ 11 दुईवटा टिमको के हुन्छ मलाई कमेन्ट गरेर भनिदिनु होला। र कुन टिमको पल्ला भारी छ र प्रेडिक्सनको हिसाब गर्नुपर्दा चाहिँ फर्स्ट म्याच गोइङ साइड अफ काठमाडौँ गोर्खास, यो मेरो प्रेडिक्सन हो। हजुरको प्रेडिक्सन के हो है? म चाहिँ यसै भन्छु कि फर्स्ट म्याच गोइङ काठमाडौँले लान्छ यार, मेरो मनले त्यो भनिरहेछ। तपाईँहरूको मनले के भनिरहेछ र पहिलो म्याच कसले जित्छ मलाई कमेन्ट गरेर बताइदिनु होला। सो आजको भिडियोमा यति नै। फेरि अर्को म्याचको बारेमा कुराकानी लिएर आउनेछु। तपाईँको सम्मानको लागि बाई भन्न चाहन्छु है त।